आदरणीय दर्शक महानुभावहरू, यो पत्र मञ्जुषा हुलाक सेवाको कार्यालयमा म आइसकेको छु र यहाँहरूलाई अवश्य पनि यो पुरानो सञ्चार माध्यम जुन यो हुलाक सेवाले धेरै नेपाली जनताहरूको लागि सुख सुविधाको लागि सहयात्री बनेर धेरै समयसम्म हुलाक सेवाले धेरैको समस्याहरूलाई समाधान गर्दै आएको थियो र त्यस पछाडि विभिन्न सञ्चार माध्यमहरू पत्रपत्रिकाहरूबाट हुँदै विभिन्न फेसबुकहरूदेखि लिएर मोबाइल फोनहरूदेखि लिएर फेसबुकहरू हुँदै आज विभिन्न एआईसम्म पुगिसकेको अवस्था छ। त्यो तथापि पनि आज यो हुलाक सेवा नेपाल सरकारले संरक्षण गर्न खोजेको छ। विभिन्न यो देशको शासकहरूले गरेको जुन एउटा अव्यवस्थित शासनले गर्दाखेरि केही समय यसलाई ओझेल पर्दै गइरहेको अवस्था हामीले पाएको छौँ र आज म यहाँहरू समक्ष जुन यो हुलाक सेवाको वृत्तान्तहरू हुलाक सेवाको समस्याहरू र हुलाक सेवाभित्र के छन् त म यहाँहरूले अवश्य पनि सबै भिडियोहरूमा देखाउनेछु। यसको लागि यहाँहरूले इन्तजार गर्नुहोला। ओके, दर्शक महानुभावहरू, यहाँनिर एकजना स्टाफ हुनुहुन्छ। नमस्कार, के गर्दै हुनुहुन्छ? ए कति अब 5:30 बजिसक्यो है? अच्छा, यो झाडी दर्शक महानुभावहरू, यतिखेर म यहाँलाई प्रत्यक्ष यहाँहरू समक्ष भिडियो प्रस्तुत गर्दैछु। यहाँहरूलाई जुन यो भिडियो हेरेर एकदमै हुलाक सेवाको अगाडि जुन एकदम झाडीमाडीदेखि लिएर चाहिँ नै यो बर्खाको समय पक्कै पनि हिलाम्ने भयो चाहिँ यो गाडी फसेको देख्न सक्नुहुनेछ यहाँहरूले। र यहाँको स्थानीय सरकार बेखबर भएको अवस्था छ। त्यसैले आदरणीय दर्शक महानुभावहरू, मैले यहाँहरू समक्ष यो हुलाकको वस्तुस्थितिलाई चाहिँ अवश्य पनि म प्रस्तुत गर्नेछु। यो नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग जिल्ला हुलाक कार्यालय सुनसरी हुलाक कार्यालय इटहरी उपमहानगरपालिका भनेर अनि फोन नम्बरहरू दिएको छ। इटहरी सुनसरी भनेर जुन बोर्ड यहाँहरूले देख्न सक्नुहुनेछ। र यहाँ एकजना स्टाफ हुनुहुन्छ। सर, अब बन्द गर्दै गर्नुभयो हो? हजुरले बन्द गर्दै गर्नुभयो हो अफिसहरू? 5 बजिसक्यो। हजुर, जे होस् यहाँ हजुर अच्छा, उहाँ एकदम वफादार हुनुहुन्छ। तैपनि यहाँ यसो हेर्न मिल्छ है सर? आउनुहोस् त, मलाई यहाँ यस हल्कामा भिडियो। हजुर, यो चाहिँ हजुर डाक विभाग। हजुर हजुर सबैबाट आउने पनि जाने पठाउने पनि हजुर यो हेर्ने पनि मैले हो। हजुरको पद चाहिँ बताइदिनुहोस् सर। मेरो नेगेन्द्र प्रसाद दाहाल छ। हजुर, नाम चाहिँ नेगेन्द्र प्रसाद दाहाल। अनि हजुरको पद चाहिँ के छ यहाँ? कुन पदमा हुनुहुन्छ? मेरो पद चाहिँ उयो हल्करा। हल्करा। अच्छा, हल्करा सर हुनुहुन्छ। उहाँ अहिले 5:30 बजे पनि आफ्नो ड्युटीमा एकदम तल्लीन हुनुभएको देखियो। खुसी लाग्यो। सम्पूर्ण यसरी नै यो देशका नेपालका आदरणीय पदाधिकारीज्यूहरू स्टाफहरू हुनुहुन्छ विभिन्न सङ्घ संस्थाका सरकारी संस्थाका। यसै गरी चाहिँ नै सबैजनाले यसै गरी आफ्नो ड्युटी यसरी नै पुरा गरिदिए। यो पक्कै पनि नेपाल हाकिम साहबको कोठा हो यो? अफिस भनौँ न अब। हजुर, यहाँनिर हजुर सिसी क्यामेराहरू पनि रहेछ। यहाँनिर तपाईँ कम्प्युटरहरू पनि रहेछ। अनि हाकिम साहबहरू कति बजे निस्किनु भयो सर? 5 बजे। अच्छा तपाईँ त अब 5:30 बजे पनि बसिरहनु भएको छ नि त? त्यसो त ठिक छ, होइन ठिक छ, एकदम राम्रो छ। जे होस्, खुसी नै लाग्यो। अब यता पनि सर देखाउँ है। दर्शक महानुभावहरू, म यतिखेर यहाँहरू समक्ष भिडियो प्रस्तुत गरिरहेको छु। यो भिडियो सङ्गीत चोक, इटहरीको सङ्गीत चोकबाट उत्तर पारुङ चोकबाट थोरै उत्तर साइडमा यो अफिस रहेको छ।
ए ए ए ए यो यो चिठी आउँदाखेरि कसैले ब्याङ्कहरूले चिठी ल्याउँछ यहाँ हजुर, हजुर। रजिस्ट्री हुन्छ ए रजिस्टर गर्नुपर्ने त्यहाँ अनि हजुर टिकट हुन्छ ए, ए, हामी ए। यो बल्लबाट टिकट दिन्छ ए, ए, ए। टिकटै पनि छ हामीसँग मसँग छ ए ए ए हजुर तपाईँको यहाँ टिकटै पनि म देखाइदिन्छु हजुर। यहाँ पनि छ टिकट अब हजुर, त्यहाँ हजुर। चाहिँ अलग्गै छ यहाँ अलग्गै छ त्यहाँ चाहिँ रजिस्ट्री गरेको पनि छ टिकट पनि छ ए ए हजुर यहाँ मसित टिकट पनि छ हजुर दर्शक महानुभावहरू यतिखेर हाम्रा सर टिकटै यहाँ हेर्नुहोस् हलगरा सरले यहाँ टिकटहरू रहेछ यहाँ मलाई सो गराउनु भयो यो सम्पूर्ण दर्शक महानुभावलाई देखाउनु भयो यसको लागि मलाई धन्यवाद छ यो चाहिँ भनेपछि क्यास बक्स होइन क्यास बाक्स हो यो उता पनि रहेछ र यहाँनिर अनि यहाँ सिसी क्यामेराहरू पनि जडान गरिएको देखियो दर्शक महानुभावहरू म यतिखेर यहाँहरूलाई यो पुरानो सञ्चार माध्यम पुरानो एउटा विभिन्न विगत ठाउँहरूमा पनि पत्र पुर्याउने चलन थियो हुलाकी दाई भन्ने एउटा जुन गीतहरू सुन्नुहुन्छ यहाँहरूले सुन्नु भएको थियो र कतिपय देख्नु भएको थियो तर अहिले भर्खरका युवाहरू युवा साथीहरू युवा भाइ बहिनीहरूले पक्कै पनि देख्नु भएको छैन होला यहाँहरूलाई यो उजागर गर्न मैले चाहेको छु सर यो र चाहिँ हजुर हाम्रो सबैभन्दा महत्त्वपूर्ण त ए, ए। त्यो र यो रुम हो ए महत्त्वपूर्ण रुम। हजुर ए त्यो र यो हजुर, हजुर। उता पनि हुन्छ हजुर हजुर तर यो चाहिँ एकदम महत्त्वपूर्ण रुम महत्त्वपूर्ण बत्ती यो छ। सबैभन्दा ए। सर यहाँ बत्ती छ ए बत्ती छैन ए ए ए यहाँ सिसी क्यामेराहरू छ र छ अनि यहाँनिर चाहिँ यो उहरू पत्रहरू होइन यो सर पत्र भन्दा पनि सर यहाँ हामीले चाहिँ कहाँ पठाएका छौँ ए ए ए रजिस्टर यो रजिस्टर हजुर, रजिस्टर। ए रजिस्टर यसरी राखिने चलन रहेछ यहाँनिर यसरी यहाँ जस बोराभित्र छ सर कति नरेन्द्र प्रसाद दाहालज्यूको चाहिँ उहाँको अनुमतिमा मैले यो भिडियो गरेको छु र उहाँ पक्कै पनि यहाँ नराम्रो केही पनि छैन एकदम राम्रै छ र अलिकति जुन यसको प्रगाणमा चाहिँ जुन हुलाक सेवाको प्रगाणमा चाहिँ सरकार स्थानीय सरकार बेखबर भएको कुरा भेटियो र मैले यहाँ समक्ष म प्रस्तुत गर्दैछु हुन्छ सर अब यहाँ पनि कम्प्युटरहरू सिपियुहरू रहेछन् यहाँ व्यवस्थितै छ यता टोइलेट बाथरुम हो सर ए ए ए ए ए यहाँ खाना खाने ड्राइभर रुम छ अझै माथि पनि जानुहुने ड्राइभर रुम छ एउटा यहीँ बस्ने गाडी आउँछ 7 बजे 8 बजे ए राति राति ए अनि यहाँ एकजना हजुर स्टाफ पनि राख्नु भएको छ ए होइन हजुर हजुर माथि पनि खोलेर देखाइदिनु म देखाइदिन्छु हुन्छ यसो एकचोटि त्यो पनि दर्शक महानुभावलाई देखाइदिउँ हाम्रो मेरो भिडियो मार्फत चाहिँ म पक्कै पनि दर्शक महानुभावहरूलाई को जुन कौतूहलता चाहिँ खत्तम हुनेछ यहाँहरूलाई यो इटहरीको हुलाक सेवा कार्यालयको वस्तुस्थितिलाई चाहिँ नि म जस्ताको तस्तै दर्शक महानुभावलाई म देखाउँदैछु ए यहाँ ड्राइभर गुरुजीहरू बस्ने ठाउँ हजुर गुरुजीहरू बस्ने रुम हजुर अनि यतापट्टि चाहिँ एकजना बस्नुहुन्छ यतापट्टि पनि ए उहाँ चाहिँ के को लागि उहाँ चाहिँ बस्नुहुन्छ ए यहीँबाट 5 बजे अफिस बन्द हुन्छ अनि ए। अनि 7 बजे 8 बजे गाडी आइपुग्छ कहिले अँ, 10 बजे छ, आउँछ, छ, छ। त्यो भएकाले। ए सेक्युरिटी हो सेक्युरिटी सेक्युरिटी जस्तै भन्दा पनि अँ। स्टाफै हो ए स्टाफै हुन्छ स्टाफै हो हजुर हजुर अनि यो चाहिँ रुम दिएको छ ल दर्शक महानुभावहरू म यतिखेर यो जुन पानी पिएर जाउँ यो पनि अलिकति व्यवस्थित बनाउनु पर्ने अहो यो त भएन यो एकदम अप्ठ्यारो रहेछ यो प्लम्बिङहरूलाई चाहिँ नै व्यवस्था गरेर यो तुरन्तै केही न केही गरौँ यो घर हाम्रो हो सबैको हो यो तपाईँहरू स्टाफ भए पनि होइन यसलाई पनि व्यवस्थित चाहिँ पक्कै गरियोस् छिट्टोभन्दा छिट्टो यो चाहिँ यो त हाकिम साहबले पनि गर्न सक्नुहुन्छ होला नि कि सक्नुहुन्न सक्नुहुन्छ त्यसो भने त यो चाहिँ गऱ्यो भने अब यसो तर यसमा चाहिँ हामीले उहाँलाई हाकिम साहबसित त्यो हो नपुराको कुरो हो हजुर हजुर हो यो चाहिँ हो यो चाहिँ यो पनि गरिहाल्नुपर्छ है यो चाहिँ यो अवस्था अलिकति साह्रै यो त घर चुइन्छ नि पछि यस्तो पाराले हाम्रो पनि गल्ती हो हो। यसमा चाहिँ। किनभने हाकिम साहबसित हामीले नपुराको हजुर हजुर हो यो चाहिँ हाम्रो पनि हजुर गल्ती हो यसलाई चाहिँ हो हामीले पनि यो यसको ढकान चाहिँ छैन सर यो चाहिँ के खाली पानी छैन होला यसमा
ए बिग्रेको यो मात्रै दुईटा बिग्रेको हो ए सबैभन्दा मेन कुरो यहाँबाट लिकेज हुन्छ क्या त्यसलाई चाहिँ अब फेर्नु पर्यो फेर्नुपर्छ हजुर ठिक छ यो चाहिँ अलिकति छिटोभन्दा छिटो व्यवस्थित गर्नुपर्छ किनभने कुहिन्छ यसले हामीलाई हानि पुऱ्याउँछ होइन ल ठिक छ ल हुन्छ खुसी लाग्यो अब एउटा यो तलको हामी एकचोटि तल गएर हेरौँ न आउनुहोस् न ल तल आउनुहोस् त हुन्छ दर्शक महानुभावहरू यतिखेर हुलाक सेवाको कार्यालयमा म छु स्वतन्त्र आवाज यहाँहरू समक्ष प्रस्तुत गरिरहेको छु र यहाँको यो जुन यो जङ्गल एकदम यो जुन हुलाक कार्यालयको चाहिँ नि भित्र जुन यो सरसफाइ नभएको अवस्था छ र उहाँले भन्दै हुनुहुन्छ यो सरसफाइ गर्ने मान्छे चाहिँ हुनुहुन्न होइन यहाँ मतलब अफिसलाई हजुर भनेर चाहिँ दिएको छैन हो त्यही त अब त्यो भन्नुभयो अनि यो के यहाँनिरको स्थानीय सरकारलाई पनि गुहार्नु भयो यो के यो यसको लागि भनेर स्थानीय सरकार सर हाम्रो जिल्ला हुलाको हाकिम साहब हुनुहुन्छ हजुर अनि यहाँको हाकिम साहब भएर ओडामा निवेदन दिनुभयो हजुर ओडामा निवेदन दिइसके पछाडि तपाईँको नगरपालिका गयो नगरपालिकामा पनि गएर बैठक भनेर बोलाउनु भयो जानुभयो जिल्ला हुलाको हाम्रो सर पनि आउनु भएको थियो हजुर यहाँको सर पनि जानुभयो यहाँको यहाँ जिल्लाको जानुभयो अनि त्यो खोइ 2 वर्ष भइसक्यो यो यसको केही सुनवाई भएन बेखबर भए अनि के गर्छु भन्नुभएको थियो उहाँले चाहिँ अलिकति गिटी ल्याएर हालिदिन्छु भनेको थियो त्यो पनि छैन 1-2 ट्र्याक्टर गिटी ल्याएर हालिदिन्छु उता चाहिँ म सक्दिनँ भन्नुभयो यो गेट भन्नु उता सक्दिनँ यो गेटमा चाहिँ म हालिदिन्छु भन्नुभएको थियो तर त्यो अहिलेसम्म त्यो बेखबर भयो 2 वर्ष भयो यो गिटी पनि आएको छैन केही दिन ल दर्शक महानुभावहरू तपाईँहरू सुनिहाल्नुभयो यहाँ स्टाफकै मुखबाट चाहिँ तपाईँहरूले सुन्नुभयो यहाँनिर चाहिँ नि अब जुन स्थानीय सरकारको बेखबर भएको यहाँनिर कुनै त्यस्तो खालको यहाँ गाडी फस्छ होइन गाडी फस्छ है यो पानी परेको बेला चाहिँ बर्खामा चाहिँ यसरी गाडी फस्छ यहाँ तपाईँहरूलाई देख्दै हुनुहुन्छ यो सुनसरी एसटी छाविरस सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलको ठिक अगाडिपट्टि यो रहेको छ यो हुलाक सेवा रहेको छ यहाँहरूले पक्कै पनि थाहा पाइसक्नु भएको छ र दर्शक महानुभावहरू स्वतन्त्र नागरिक समाजले अब यो पक्कै पनि यो सरसफाइ पक्कै गर्नेछ यो बाचा भयो स्वतन्त्र नागरिक समाज इटहरीमा पनि जिउँदो छ अब व्यथिति विसङ्गति र भ्रष्टाचार विरुद्ध आवाजहरू पक्कै पनि बुलन्द हुने नै छ गर्ने नै छ तसर्थ यहाँहरूको साथ समर्थन पक्कै आवश्यक छ र यो जुन हाम्रो नेपाल मेरो मात्रै नभएर स्वतन्त्र नागरिक समाज इटहरीको मात्रै नभएर तमाम हामी सम्पूर्ण नेपाली 3 करोड नेपालीको सम्पत्ति हो त्यो भएको हुनाले चाहिँ यो संरक्षण गर्नुपर्छ र केही हामी ध्यानाकर्षण पक्कै पनि यो स्थानीय सरकार इटहरी उपमहानगरपालिका वडा कार्यालय र केन्द्र कार्यालय नगरपालिकालाई पक्कै पनि हामी ध्यानाकर्षण गराउनेछौँ हामीले यो मैले आज यो भिडियो मार्फत पनि ध्यानाकर्षण पक्कै गर्नेछौँ र थप आगामी दिनहरूमा यो सरसफाइ गर्न आउनेछौँ त्यसको लागि हाम्रा सरलाई हृदयदेखि धन्यवाद मेरो नाम विशाल राई है हजुर इटहरी स्वतन्त्र नागरिक समाजको अभियन्ता पनि हुँ म यहाँहरू समक्ष चाहिँ पक्कै पनि हामीले यो यस्ता अगुवाई कार्यक्रमहरू हामी गर्नेछौँ राम्रा काममा हामी कसैको 1 रुपियाँ खाएर हामी कसैको बोल्ने चलन छैन हामी सिधा व्यवहार गर्छौँ सिधा जे देखिन्छ हामी त्यही बोल्छौँ त्यो भएको हुनाले चाहिँ नि ठिक छ अब यहाँहरूको त्यो स्टाफहरूको विषयमा पनि ध्यानाकर्षण पुगोस् यहाँहरूको जुन यो अफिसलाई चाहिँ हेरचाह गर्ने एकजना मान्छे पक्कै पनि पुगोस् अथवा कहाँबाट हेरचाह कुन निकायले हेरचाह गर्नुपर्ने हो त्यो सम्बन्धित निकायलाई चाहिँ ध्यानाकर्षण होस् भन्दै स्वतन्त्र नागरिक समाज पक्कै पनि आगामी दिनहरूमा आएर यो सरसफाइ गर्नेछ र यहाँका स्थानीयहरूलाई पनि सुझाउनेछ स्वतन्त्र नागरिक समाजले यो स्थानीय तहलाई पनि अवश्य पनि गुहार्नेछ स्थानीय के अरे दाजुभाइ दिदीबहिनीहरूलाई पनि गुहार्नेछ र यो पक्कै सरसफाइ हुनेछ तपाईँहरू ढुकाउनुहोस् भन्दै नरेन्द्रजीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु नमस्कार।